टक लगाएर होइन फाइनली गएछ आज चाहिँ बाजाले मन्दिरतिर टक्क यसो आउनुभएको छ अनि टक्क लगाएर हामी ऊ यता अगाडिबाट आएर टक्क लगाएर यहाँ बसेछौँ। अब एकछिनमा हामी यताउता पनि बुझ्छौँ न। अब एकैछिन टक्क लगाएर अब हामी यहाँबाट निस्किसक्यौँ होइन। अब बुझ्छौँ अब कता कता हुन्छ चट कतिले यसो हिँड्दैछौँ कता जाने होइन। मलाई म चाहिँ अब पहिलोपल्ट आएको होइन टक्क अब दादासँग कता 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 हुन्छ त्यति त्यति हिँड्नुपर्छ भन्छ होइन। टक्क देख्नु सक्छ हिरो भनेर आउनु भएको छ होइन। बसमा नजानु पनि अगाडि बढिसक्यो होइन। अब 5 तले जाँदैछौँ ठ्याक्क लगाएर अब अगाडि छ यता अब त्यो मान्छेहरू हामी जस्तै हो सबै अब सामानहरू यस्तो छ। यहाँ यस्तो यस्तो टोपीहरू पनि पाउँछ होइन। छिर्दै बाटो अति साँग्रो छ दिएर जानुपर्ने देखियो होइन। यता चाहिँ यहाँ हरेक प्रकारको अलिक बाटो चाहिँ साँग्रो रहेछ यसरी यहाँ उफ्रन हरेक प्रकारको यहाँ टक्क लगाएर अब हामी छिरिसक्यौँ होइन। अब यहाँ चाहिँ टक्क डाँडा कुकुरहरू सब सबहरू यता चाहिँ ब्यागहरू भयो टक्क लगाएर यस्तो यस्तो टक्क फाइनली हामी चाहिँ 2 बजी आइसक्यो होइन। झट्ट लगाएर टिक्क परेर यहाँ चाहिँ पुरै मान्छेहरू चाहिँ छ है कम्ती होस् हामी हेर्दैछौँ। त्यो चाहिँ 5 तले मन्दिर है यही हो होइन। यसलाई नै हेर्नु भने यहाँ थियो फाइनली यहाँ चौसेलातिर सब दोकान छ ठाउँहरू अनि साथै हाम्रो दाइ पनि एकदमै चिटिक हुनुहुन्छ होइन। आज चाहिँ यहाँ चाहिँ नेपाल हो राम्रो हुन्छ दाइले ढाका टुपी हालेर होइन आफ्नै पैसा लगाएर हिँड्नुपर्छ भनेर आउनु भएको थियो होइन। गएर चाहिँ टक्क लगाएर होइन नेपालमा ठिकै छ होइन। सबै यहाँ आफै मस्त छ त्यसको सम्झिनुहोस्।